यति ठुलो गेम चलिरहँदा होइन घनश्याम चौधरी रवि केसीहरूले कसरी सम्झाउनुहुन्छ है मैले एकदम धेरै सम्झेको छु किनभने हिजो यो प्रदेशलाई आज यो गण्डकी प्रदेश जति पनि फ्यान फलोवर्सहरू छ नि हिजोको त्यो फर्स्ट टाइगर कपले हामीले उपाधि जितेको र अहिले पछिल्लो समय थर्ड टाइगर कप एन्ड अब धेरै हो योभन्दा अघिल्लो वर्ष चाहिँ नेपाल टुर गऱ्यो हाम्रो गण्डकी प्रदेश प्रत्येक टुर्नामेन्टमा मेडल टच भइसकेपछि फ्यानहरू बढ्दै गएर अहिले चाहिँ वान अफ द बेस्ट स्टार प्लेयरहरू पनि हाम्रो गण्डकीमा सिभिलमा कुनै पनि तालिम नभइकन राम्रो खेलाडीहरू जन्मिएको कारणले गर्दाखेरि गण्डकी प्रदेशको फ्यानहरू भएको छ र अब उहाँहरूलाई धेरै सम्झेको छु रवि र उहाँहरूको योगदान त हामीले कहिले पनि भुल्ने छैनौँ अब उहाँहरूको ठाउँमा हामी पनि जान्छौँ होइन ढिलो चाँडो मात्रै हो भनेपछि राजनजी नि तयारी हुनुहुन्छ विदेश पलायनको लागि तपाईँ तयारी चाहिँ छैन भन्न खोजेको अब खेलकुदबाट बाहिरै भइसकेपछि त केही न केही त गर्नुपर्ने हुन्छ होइन त्यो हो अब गण्डकी प्रदेशको टिममा राजन दर्लाल पनि एकजना पुरानो अनुभवी खेलाडी हुनुहुन्छ होइन अब अन्य